चोकमा हाम्रो यो खतिडरको आमा समूहहरूले चाहिँ यहाँ बस्नु भएको रहेछ। के को लागि बस्नुभयो म उहाँहरूलाई सोध्न चाहन्छु है त। यहाँ गएर सोध्छु है त। आदरणीय दर्शक फेसबुक प्रेमी साथीहरू, यहाँ यति बेला चाहिँ नि हाम्रो आमा समूहले यहाँ स्वागत गरिराखेको छ यो साइकल यात्रीहरू। हेलो दिदी, हजुर भाइ, नमस्ते। अनि यहाँ त निकै ग्रुप देखिरहेको छ हाम्रो यो लामाचौर चोकमा आमा समूह देखिराखेको छ। यो के को लागि हजुर? हाम्रो आज साइकल यात्री खेलाडीहरूलाई हामी बहुउद्देश्य आमा समूह लामाचौर उन्नाइले स्वागतम कार्यक्रममा जुटेको यो हाम्रो समूह हो बाबु। ए साइकल यात्रीहरूको लागि हो नि बाबु। यो साइकल यात्रीहरू चाहिँ कुन ठाउँबाट कहाँसम्म जाने रहेछ हजुर? यो तपाईको यो हाम्रो माछापुछ्रे गाविसमा गएर भुर्जु खोलामा गएर टुङ्गिने रहेछ हजुर। अनि आज यति धेरै साइकल यात्री प्रतिस्पर्धा हामी जस्तै महिलाहरू पुरुषहरू यत्रो सहभागी हुँदाखेरि साह्रै आनन्द र आहा र हाम्रै ठाउँमा स्वागत गर्न पाउँदा हामी भाग्यमानी रहेछौँ जस्तो महसुस भयो बाबु। ओ यो लामाचौरमा साइकल यात्रीहरूले चाहिँ राम्रोसँग यात्रा होस्, उहाँहरूलाई केही दुःख नपरोस् भनेर यहाँ चाहिँ पानी सानी बाड्ने अनि उहाँहरूलाई चाहिँ स्वागत पनि आफ्नै ठाउँको लागि है पर्यटन प्रवर्तन पनि होस् भन्ने हेतुले चाहिँ नि तपाईहरु यहाँ आएर चाहिँ स्वागत गर्नुभएकोमा ल धन्यवाद। यो तपाईहरुको यो इन्फर्मेसनको लागि धन्यवाद। म यो फेसबुकमा तपाईहरु ल अरु केही भन्न छ कि? ल धन्यवाद हाम्रो साइकल यात्री बाबुहरुलाई नि। ल है त यो फेसबुकमा हालिदिन्छु है त दिदीहरु। धन्यवाद। ल यात्रा कहाँ हो? आउँदैछ